भोटले त्यही गर्छ, मेरिटोक्रेसी स्थापित गर्छ, क्षमतावान मान्छेहरू लिएर जान्छ। रासोपाका मान्छे होइनन्, काङ्ग्रेसका एमालेका मान्छे होइनन्, देशका मान्छे लिएर जान्छ, देशलाई काम लाग्ने मान्छे लिएर जान्छ। त्यसैले रासोपाले जे गर्न खोजिरहेको छ त्यो विधिको शासनको आधारमा गर्न खोजिरहेको छ। आज यो भव्य उपस्थिति मैले अनुमान पनि गरेको थिएन यति धेरै साथीहरू जम्मा हुनुहुनेछ भनेर। अहिले हामीलाई पपुलिस्ट भनेर आरोप लगाइएको छ। जसले पपुलिस्ट भनेर आरोप लगाइरहनु भएको छ, म बताउन चाहन्छु हाम्रा उम्मेदवार हुनुहुन्छ यहाँ प्रशान्त उप्रेतीजी। प्रशान्त उप्रेती रासोपाको सबैभन्दा कान्छो उम्मेदवार हुनुहुन्छ, सबैभन्दा कान्छो उम्मेदवार हुनुहुन्छ। म तपाईँहरूलाई स्पष्ट पार्न चाहन्छु, यो देशमा हामीले 84 पुरेका थियौँ, अन्य राजनीतिक दलहरूलाई कुनै हतारो थिएन, तर जेनजी पुस्ताले गरेको विद्रोहले चुनाव आइपुग्यो र लगभग भ्रष्टाचारमा लिप्तहरूको पत्ता साफ हुँदैछ। त्यो जेनजी समूहले गर्न सक्यो, त्यो आँट भएको युवाहरू हुन्। त्यसकारणले आलो काँचो र पपुलिस्ट होइन, देश प्रेमले ओतप्रोत भएका मानिसहरू यसपटक छोडिएका छन्। त्यस कारणले घन्टीमा भोट। म किन घन्टीमा भोट तपाईँहरूलाई बताउन चाहन्छु, किनकि सबभन्दा धेरै युवा घन्टी चुनाव चिन्ह लिएर उठेका छन्, त्यस कारणले घन्टीमा भोट। सबैभन्दा धेरै महिला उम्मेदवार उठेका छन्, त्यस कारण घन्टीमा भोट। सबैभन्दा बढी सीमान्तकृत साथीहरू उठेका छन्, त्यस कारण घन्टीमा भोट। सबैभन्दा बढी जेनजीका उम्मेदवार छन्, त्यस कारण घन्टीमा भोट। गाईके परिवार यही चुनाव चिन्ह लिएर उठेका छन्, त्यस कारण घन्टीमा भोट। शहीद परिवार पनि यही पार्टीभित्र समावेश भएका छन्, त्यस कारण